हेलो गाइज नमस्कार। सम्पूर्णलाई नमस्कार ढोक्दिएँ होइन। फाइनली आज हामी साथीहरू चाहिँ होइन विशेष गरी चाहिँ फुटबल खेल्न गइरहेका छौँ होइन। र अब विशेष अब साथीहरूको परिचय चाहिँ हामी सुरु गर्दैछौँ होइन। हाम्रो उहाँ चाहिँ साथी हुनुहुन्छ, ल साथीको नाम भन्नु लजालु स्वभावको हुनुहुन्छ होइन। मलाई पनि लाज लागिरहेको छ होइन, भन्नु न कस्तो यार। ल सुजन डिमडमजी होइन, कहाँबाट अरे तपाईँ? सर्लाहीबाट सुजन डिमडमजी हुनुहुन्छ। उहाँ चाहिँ हेलो नमस्ते, म चाहिँ उदयपुरबाट उमेश लामा हो। उमेश लामाजी बाबा कमेडी हुनुहुन्छ उहाँ होइन। उहाँको हरेक कुराहरूमा हाँसो लाग्छ हामीलाई चाहिँ होइन। हो है होइन साथीहरू एकदम। अनि भाइ चाहिँ धरान। नमस्ते, मेरो नाम सङ्गम द्वारा, म चाहिँ नवलपुरदेखि। अनि भाइ चाहिँ हेलो, मेरो घर चाहिँ कैलाली, नाम चाहिँ दिगन्त राई। अनि भाइको चाहिँ मलाई त चिनिरहेको पहिलेदेखि। अनि भाइको चाहिँ मेरो सुनसरी रामधुनी साथबाट होइन, त्यही हो। अनि विशेष हाम्रो म चाहिँ नुवाकोटबाट हो। नुवाकोट। मेरो नाम चाहिँ भीमबहादुर तामाङ हो। ल साथी हो फाइनली होइन। हामी चाहिँ आज अब सधैँ खेलिरह पनि हो, आज चाहिँ साथीहरूले ल जाउनु त एउटा यादगार पल यसो एउटा मेमोराइज बनाउनु पर्छ भन्ने कुरा पनि भयो। ल बनाउनु त बनाऊ भनेर हामी चाहिँ फुटबल खेल्न हिँडिसकेका छौँ होइन। देख्न सकिन्छ हामीहरूसँगै काम गर्ने साथीभाइहरू होइन। त्यही भएर अब सबै साथीहरू फुल चिसो पार्टी हो। खै चिसो पार्टी चिसो कहाँ छ? चिसो अब गरिबी जिन्दै हो होइन। ठुल्ठुला मेडल सेडल त जित्न सकिएन आमा, चिसो चाहिँ जित्न सकिन्छ कि भनेर हामी फुटबल खेल्न गइरहेको छौँ। अरू पनि भेट्यो भाइ। कहाँ अरे तिम्रो घर कहाँ अरे भाइ? बाँकेबर्दियाको भाइ। अनि भाइ तिमी? बङ्गलादेश। हेलो। अनि भाइ चाहिँ गाई हिँड्दा हिँड्दै ठ्याक्क भाइहरू भेटिएर पनि कुरासुरा भयो, खुसी लाग्यो होइन। भेट्दै गर्नुपर्छ, सधैँ भेटिरहेको भाइ हो, कुराकानी भइरहन्छ होइन। भाइहरू चाहिँ लन्ड्रीमा काम गर्छन् होइन। ल भाइ ल यो चाहिँ गनी बता दे भाइ कहाँ से? इंडिया से है भाई। इंडिया कौन सा जगह से? हैदराबाद से भाई। हैदराबाद से। तो अब इधर सही है इधर सही है ना गाइज। हामीहरू योसँग हामी यसले हामीले चाहिँ पहिला सुरुमा सँगै काम गरे होइन। यो चाहिँ अहिले इनसाइडमा मजाले काम गरिरहेको छ। हामी पनि बाबु साइडमा छौँ होइन। बाबु ठिक छ, धेरै पनि भएन उमेर होइन, रमाइरहेछ। सही है सब बढ़िया है घंटा है। फाइनली वो ड्यूटी जा रहा है, मैं फुटबॉल खेलने जा रहा हूँ, यही है ना? ये चल सही है, ये भी रास्ते में मिल गया, इससे भी बात हो गया। अब नेक्स्ट आदमी कौन रहेगा? अब केही समयपछि हामी फुटबल ग्राउन्डमा पुग्ने अवस्थामा छौँ र हामी सोल्टीसँग सानो भलाकुसारी गर्छौँ। के छ सोल्टी हो नि? एकदम ठिक छ। अनि आज त अनि सबैलाई अनि ओटी सोटी आयो, तपाईँलाई आएन, कस्तो भइरहेको छ ल भन्नु? के गर्नु, आफ्नो नसिबको कुरा हो। एक दिन आउँछ, मेहनत गर्नु भएको छ। एक दिन आउँछ अवश्य। सोल्टी काम चाहिँ बवाल क्लियर गर्ने होइन, तर बिस्तारै गर्ने काम चाहिँ एकचोटि गरेका काम अर्कोचोटि गर्नु पर्दैन। सोल्टीले गरेका काम चाहिँ बाँकीको भन्न सकिँदैन मेरो। दुई दिनसम्म गर्नु पर्दैन। अरू यस्तै हो गाइज होइन। अब चाहिँ ग्राउन्ड पुग्न धेरै समय पनि बाँकी छैन। त्यसपछि केटाहरू फुटबल खेल्ने छन्, म चाहिँ हल्का खेल्ने छैन। म चाहिँ साथीहरूको फुटबल खेलाइ हेर्नेछु र साथमा तपाईँहरू पनि हेर्नुहुनेछ है त। ल फाइनल्ली अब हामी चाहिँ ग्राउन्डमा आइपुग्न लागिसक्यो होइन साथीहरू। अब 1 मिनट जति हिँड्यो भने ग्राउन्डमा पनि आइपुगिन्छ। अनि तपाईँहरूलाई ग्राउन्डमा पुगिसकेपछि हामी सबैको चाहिँ नि खेलहरू। तर भाइ अब तिमी पुरा 8 घन्टा नन स्टप घाममा काम गरेर पनि तिमीलाई फुटबल खेल्न त्यस्तो क्रेज है तिमीप्रति? हजुर, अब म चाहिँ सानैदेखि अब के भनौँ होइन, भन्दा चाहिँ नि होइन भन न भाइ, केही हुँदैन, सत्य तथ्य भन्दा केही हुँदैन। सानैदेखि चाहिँ फुटबलप्रति धेरै मोह भएको भएर चाहिँ नि अहिले अब केटाहरूसँग चाहिँ नि म 8 घन्टा ड्युटी गरेर पनि फुटबल खेल्न आइरहेको छु। हेर्नुहोस् न, मेरो हातमा फुटबल देख्न सक्नुहुन्छ, हेर्नुहोस्। ग्राउन्ड पनि आइसकेको छ। हरेक आफ्ना इच्छा चाहनाहरू आफूले चाहे जस्तै पुरा हुन्छन् भन्ने हुँदैन गाइज होइन। समयअनुसार सोचे झैँ जिन्दगी रहेनछ भन्ने गाना जस्तै जीवन भइरहेको छ यहाँ सबैको होइन। अब हामी ग्राउन्डमा केही छिनपछि पनि अनि के छ? अनि भीम के छ? ठिक छ? रमाइलो गर्ने हो नि होइन? को चाहिँ कतिको खेल्दो रहेछ भनेर हामी चाहिँ अब त्यहीँ ग्राउन्डमै गएर हेर्नेछौँ केही समय। हाम्रो चिसो पनि पोखिएको अवस्था छ। ओहो चिसो चाहिँ पोखेको अवस्था छ साथी हो। चिसो बाजी थियो त होइन? पुरा चिसो बाजे हो साथी हो होइन। पक्कै पनि यो चाहिँ गेम जित्ने लक्षण हो जस्तो लाग्छ। साउदी भइसकेपछि हामीहरू अति सुध्रिन्छौँ। त्यही भएर हामी यस्तो चिसो
चिया भन्दा अन्य चिजहरू खाँदैनौँ घरका मान्छेले ढुक्क भए हुन्छ हेर साथी हो अब के गरे होलान् कसो गरे होलान् भनेर नसोच्दा हुन्छ हामी सही बाटोमा हिँडिरहेछौँ सही बाटोमा खाना खाइरहेछौँ टाइममा खाना खाइरहेछौँ टाइममा गेम खेलिरहेछौँ टाइममा ड्युटी गइरहेछौँ होइन त्यो भएर साउदीमा हामी बिग्रेका छैनौँ है त बिग्रिने चान्स पनि छैन किनभने मै हो फटा साउदीमा सुधार केन्द्र पनि भन्न सकिन्छ साउदीलाई साउदीमा आउँदाखेरि चाहिँ त्यस्तै छ ग्राउन्ड पनि ट्याक्क पुगिरहेको छ अब जानुपर्छ ल त आइसकेका छन् होइन अब चाहिँ यहाँ घमासान हुनेवाला छ होइन अब देख्न सक्नुहरू जुत्ता सुत्ता लाउने तयारी गरिसकेका छन् आफ्नै बिजी धुन्दुमा बिजी छन् लोक जुत्ता सुत्ता लाउन देख्न सकिन्छ काले भाइ जुत्ता लाउँदैनस् काले भाइलाई सबैले चिन्छन् पनि सायद मेरो फेसबुक फ्रेन्डहरूले चाहिँ होइन विशेष गरी यता हेर्न राम्रोसँग अनि भाइ चाहिँ अब फुटबलको पारखी मान्छे त हो तर अहिले अलि समस्याले गर्दा खुट्टामा हल्का चोट लागेको छ ठिक भइहाल्छ केही छैन होइन भाइ नत्र फुटबल भन्यो भने राति नसुतेर 2 बजेसम्म फुटबल हेरेर 5 बजे ड्युटी जाने मान्छे तिमी हो होइन कहाँ उसैको अनि त्यो दिन राति त अनि मेरो त्यस्तै हो एक दिन हेरेको थिएँ क्रिस्चियन एक दिनै हुन्छ त्यो रोज कहाँ हुन्छ त अनि भाइ पनि अब खेल भरे केटाहरू त खेल्दैछन् होइन अब एउटै खेलाडी बाँकी छन् होइन अनि हाम्रो लामाजी विशेष ओ माई गड लामाजी WWE को रेसिङमा हो क्या हो हेर्नुहोस् दौड पनि बाबा ल अब केटाहरूको खेल हेर्नुपर्छ छोटो मिठो ओ माई गड दिनभरि 8 घन्टा तपाईँलाई बेल्चा हानेर तपाईँलाई पुगेन गाइस देख्न सकिन्छ उँधो उँधो केटाहरूको मान्छे चुजिङ भइरहेछ केटाहरू मान्छे चुज ल अपने सर जी है वो बहुत दिलदार आदमी है सच बोले तो बहुत दिलदार आदमी है यो फुटबल सुटबल किट सिट यताउताको पुरा स्पोन्सर हो गाइस होइन पूरा ल बाबू बहुत बहुत आप शर्मिंदा मत कीजिए नहीं 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 क्या आप इतना हम अच्छे काम कर रहे हैं अच्छे काम आप कहाँ से है एक बार एक और बॉल लेके आए हाँ अभी नहीं तो अभी मैं जिम जा रहा था वही तो बोल रहा हूँ बॉल बूट्स कुछ भी स्पॉन्सर करने वाले बंदे हैं और इंडिया आप मुंबई से है ना हाँ मुंबई से है तो सर जी को हम थैंक यू बोलना चाहते हैं दिल से क्योंकि अब ऐसे देश प्रदेश में हर लोग ऐसे नहीं मिलते कि अपने भाई की लोग जैसे रख के ठीक है थैंक यू सो मच सर जी खेलिए आज आपका भी दिखाएंगे ल गेम चाहिँ स्टार्ट भइसकेको छ होइन विशेष लामाजीको खुट्टामा बल गइसकेको छ होइन अब लामाजीले कता दिनेवाला छन् होइन लामाजी भीम र हाम्रो त्यो स्पोन्सर दाई र हाम्रो काले भाइ एउटा ग्रुप हो भने सुजनजी समीर र दिगम र हाम्रो सङ्गम भाइ चाहिँ अर्को टिम हो र उहाँहरूको टिम अब कसरी टिम अप भइरहेछ कस्तो गेम भइरहेको छ हामी हेर्नेछौँ र दर्शक रूपमा एउटा म छु भने एउटा हाम्रो भाइ छ भाइ हल्का इन्जुरी भएर बसिरहेको छ होइन कस्तो भइरहेछ खेल्न नपाने हेर्दा रमाइलो भइरहेछ भाइ ल अब चाहिँ खेलतिर जाउँ ल लामाजीको खुट्टामा विशेष बल परिसकेको छ फेरि लामाजीले कालेलाई बल दिइसकेको छ बल आउट भइसकेको छ त्यसको लागि कर्नल हान्नुपर्ने हुन्छ र सुजनजीको अब खुट्टामा बल अब कर्नल हान्नुहुन्छ कस्तो कर्नल हान्नुहुन्छ त है त ल आउट हान्नुभयो उहाँले ल गेम फेरि सुरु ल ल दिगम बाबुको खुट्टामा बल गएको छ होइन अब त्यो बल कता चार्ज हुन्छ स्पोन्सर दाई यसो स्पोन्सर दाई पनि त्यहीँ छ देख्न सकिन्छ गाइज होइन भइसकेको छ गाइज लामाजीले बललाई रोक्न सक्नु भएन बल आउट भइसकेको छ र फेरि पनि बल सुरु भइसकेको छ पोस्ट चार्ज बल आउट भएको र फेरि काले भाइको खुट्टामा बल गएको छ समीर भाइले रोक्न सकेन स्पोन्सर दाइले कता दिँदैछ बल हेर्न सक्नुहुन्छ ओ भीमले चाहिँ अब ल आउट भइसकेको छ बल चाहिँ बल आउट भइसकेको छ गाइस र फेरि बल दिगमको खुट्टामा जान सफल भएको छ लामाजीले बल खोज्न सफल भीमले फेरि बललाई आफ्नै पोस्टतिर चार्ज एउटा गोल ल एउटा गोल भइसकेको छ यताको पार्टीले एउटा गोल हानेको छ अब अर्को गोल कसरी हुन्छ त ल ल किपरले फेरि बललाई सेभ गर्यो ल बल लामाजीले फुत्काउनु भयो भने समीर भाइसँग बल छ अहिले समीर भाइबाट लामाजीले गोल हान्ने सम्भावना
सङ्गम भाइले बललाई चाहिँ सुजनजीको हातमा दिनुभएको खुट्टामा। सुजनजीको खुट्टाबाट बल चाहिँ गोल हुनेसम्म पास कतिको छ स्पोन्सर दाइ। ल भीमले बल लगिसकेको छ देख्न सकिन्छ। लामाजीले फेरि बल उता दिएर फेरि हाम्रो सङ्गम भाइले बललाई फेरि लुच्दै पछाड्दै अर्कोतिर फर्काइसकेका छन् भने स्पोन्सर दाइलाई फेरि दिगमले छक्क्याएर हानिसकेको छ र भीमलाई बल नदिँदै समीर भाइले आफ्नो खुट्टाबाट भीमलाई फेरि पार्सल गरेर ल कतिको छ त गोल हुने सम्भावना। ल स्पोन्सर दाइबाट आउट भएको छ बल देख्न सकिन्छ। ल फेरि दिगमले बल हान्ने तयारी छ। ल बल छक्क्याउने झुक्क्याउने काम। ओ माई गड सुजनजीबाट गोल भइरहेको थियो हल्का आउट भएको छ सुजनजी। सुइयो दौडेर खुट्टा यस्तो रगाडेर माथि हेर्नु न यार गोल यस्तो मिस भयो बेला त। ल बल त्यता बिजी रहेछ। ल समीर भाइ खुट्टामा बलबाट हान्न सक्ने सम्भावना कतिको छ। ल बल फुत्के बल रोक्न सफल। ल सुजन किप्परले च्याप्प बल समातेको छ होइन। अब सुरु भइसक्यो स्पोन्सर दाइकोमा फुटबल गइरहेको छ। त्यसपछि भीम हुँदै ल दिगमको हातमा पुगिसकेको छ बल। ल सुजनजी बल आउट हुने सम्भावना धेरै छ। ल लामाजीले झ्याममा हान्नुहुन्छ अब लामाजीको भनाइ हुनु। ह्यान्ड भइसकेको छ बल ह्यान्ड भएर हानिसकेको। बल आउट हान्नु भएको छ लामाजी बल आउट हान्नु भएको छ। के हो बल खेल राम्रोसँग खेल्छु भन्ने मान्छे लापरवाही भइरहेको छ है तपाईँको। ल ल ल ल सुजनजीले गेम बल ओ गोल पोस्टमा गोल भइसकेको छ। बराबर इक्वालिटी भइसकेको छ दुईजनाकै होइन। फेरि अब तेस्रो सुरु हुन्छ गाइज। खेल चाहिँ अलि धमाका हुनु पर्यो अलि एक्टिभ लेजी जस्तो खेल भइरहेको छ। बल एक ठाउँमा मान्छेहरू सब एक ठाउँमा भइरहेको छ। यसलाई चाहिँ अलिक धमाका बनाउनु पर्ने अवस्था हुन्छ। त्यसको लागि भीम र दिगमले चाहिँ अलि समीर भाइले चाहिँ विशेष गरी ध्यान दिनुपर्ने हुन्छ किनभने यिनीहरू अलराउन्डर हुनु होइन जता पनि खेलिरहेको हुन्छन्। अनि त्यही भएर यिनीहरूलाई चाहिँ विशेष म ल ल ल ल ल ल सङ्गम भाइले दिगमलाई राम्रो पास नराम्रो समाते भने गाली राम्रो समाते भने ताली फाइनली। किनभने राम्रो गर्नेलाई राम्रै भन्नुपर्छ। ल ल ल ल ल फेरि दिगम खुट्टामा बल पश्चात ल राम्रो पास हो तर आफ्नो साथीहरू नभएर बल आउट भएको छ। प्र्याक्टिस गर सिधा कुरो। ल छिटो छिटो बोलेर सिक छिटो अलि बोलिरहेको हुन्छ त। अलि जोरले बोल। ल ल ल ल सुट हाने स्पोन्सर दाइ। ल ओ रोकेछ रोक्यो केटाहरूले है। समीर भाइको खुट्टामा दिगमले के गर्यो ए दिगमले जतिको बेला पनि यस्तो बिगाडिरहेको छ। ए गेम राम्रोसँग खेल है दिगम तेरो गेम बिग्रिरहेको अवस्था देखिरहेको छु मैले। यो केटो चाहिँ दिगम भन्ने हो। यो हाम्रै गाउँको हामीसँगै आएको साथी पनि हो। अरू भाइहरू पूर्व पश्चिमदेखि भाइ दाइ सबै छन् यहाँ। अब भाइहरू भन्न पनि मिलेन है। ओ गोल भयो लामाजीलाई। ल लामाजीले चाहिँ गोल हान्नु भएको छ। एकदम राम्रो गुड खेल्नु भएको छ। आज उहाँको नै चर्चा सुरुदेखि इन्डिङसम्म चर्चा उहाँको नै हुनेछ किनभने उहाँले राम्रो गेम खेल्नु भएको छ। फेरि पुरा फिटनेस म्यान भनेर है। तर उहाँ 40 वर्षको भइसक्नु भएको छ। फेरि पनि फुटबल ग्राउन्डमा यस्तो धुम मचाइराख्नु भएको छ कि उहाँजी लामाजी। ए भएन एक केटाले के गर्यो। ओ त्यही त मैले भनेको फर्स्टदेखि इन्डिङसम्म उहाँकै हुन्छ। उहाँले नै यस्तो गेम खेलिदिइराख्नु भयो कि कुरै छोडौँ। मुस्कान चाहिँ खतरा छ फेरि। ल ल ल ल ल ल ल कालेले हान्यो। ल लामाजीको हातमा फेरि गोल हुने सम्भावना भयो। फेरि समीर भाइले लग्यो है। फेरि सेभ गरेर अर्को क्लिक गर। सर दाइले सर्ट दियो लामाजीले त्यता हान्यो। भीमले लगेर जाने सम्भावना भीमले गोल हान्न सक्छन् कि भने गोल भइसकेको छ फेरि। फाइनली कति गोल भयो। ल 12 गोल पुगिसकेको छ। हाफ टाइम भइसकेको छ केटाहरू ल्याथ भएर हाफ के भयो भाइ हाफ टाइम भयो। 2-3 वटा गोल भाइले चाहिँ टक्क समात्न सफल। अनि सुजनजी पुरा असिना पसिना
के हो मरुभूमि बालुवामा पसिनाको खेती तपाईँ ठाउँ भयो जस्तो छ ल लामाजीले स्पेसल हान्नुभयो ल लामाजीलाई बबाल हाम्रो स्पोन्सर दाइलाई पनि थ्याङ्क यू सो मच होइन बबाल खेल्नु भयो स्पोन्सर दाइले होइन हल्का लजालु स्वभावको रहेछ स्पोन्सर दाइ होइन आउँदै थकाइरहेको छ साथी हो दिनभरि नि दौड्या होइन फेरि यहाँ पनि दौडिँदैछ यो भनेको प्रेम हो होइन फुटबलसँगको एकदम लभ पर्या हो घरमा फुटबल मात्रै खेलिन्थ्यो यहाँ काम गरेर पनि फुटबल खेलिन्छ भनेपछि त प्रेम हो सही हो घरमा पनि औधी खेलिन्थ्यो तर अहिले चाहिँ भीमजीको दाजुभाइ बुवा आमाले चाहिँ मेरो छोरो मजाले काम गर्दै पनि छ एक्सर्साइज पनि गर्दैछ गेम पनि खेल्दैछ र सम्पूर्ण साथीहरूसँग मिलेर पनि बस्दैछ सम्झिँदा हुन्छ डेफिनेटली एकदम एकदम अनि घर अनि आफ्नो चिनी जानेको मान्छेलाई के भन्न चाहनुहुन्छ ल चिनी यसरी नै लभ गर्दै रहनु पैसालाई पनि लभ गर्नु आफ्नो प्यासनलाई पनि नछोड्नु भन्ने चाहिँ म भन्न चाहन्छु काले भाइले पनि राम्रो बल समातेको थियो अनि के छ काले भाइ मजा आयो खेल्नु मजा आयो बबाल मजा आयो भर्खर आएर फुटबल हान्नु आयो चटपटे गयो होइन अब हेर्नुहोस् यो भाइको बुवामा दिनभरि होइन खाना खाने पनि फुर्सद नभएर कहाँ डुल्ने छोरा आज समयमा काममा जाने समयमा खाना खाने समयमा फुटबल खेल्न आउने भएको छ तपाईँलाई अब खुसी हुनुपर्छ छोरा यसरी सुध्रिया देख्दा होइन अब चिसो डिमडन्जीलाई चिसो धेरै चाहिन्छ चिसो खाने प्रोग्राम फुटबल खेलेर चिसो खाँदा राम्रो किन राम्रो तपाईँहरू कमेन्ट पनि गर्नु होला अनि कस्तो भयो तपाईँलाई चाहिँ गर्मी त सबैलाई भएको त्यो नर्मल कुरा हो खेल्न कस्तो भयो मिलबाट आएको साथी हो चिसो हो अब त्यति आएको होइन हो र यो चिसोबाजी हो नि आज होइन ल ओ सङ्गम भाइ ठिक छौ नि एकदम रमाइलो भयो पसिना निस्केछ तर माहौल रमाइलो भइरहेछ होइन अब टक्क चिसो हानेर चाहिँ अब फेरि खेल्नु पर्ने हुन्छ होइन हेर यिनका हेर यिनका डेल के हो यार तपाईँ अब हाम्रो स्पोन्सर भाइ साँच्चै फेरि दिगम ठाउँ बल गइसकेको छ होइन दिगमबाट बल गएर काले भाइले फेरि भीमले अब कता बल दिन्छ भन्ने कुरा हो भीमले लामाजीलाई बल दिएको छ लामाजीको पासिङ बबाल तर भीमले बल रोक्न सफल फेरि पोस्ट चार्ज गोल हुन सकेन कर्नल भएछ भन्ने सम्भावना देखिरहेको छु म ल लामाजीले कर्नल बल चाहिँ हान्दै हुनुहुन्छ ओ राम्रो हेड थियो भीमको ल फेरि बल त्यता गइरहेको समीर भाइले है स्पेसल समीर भाइले सट हान्ने तयारी देखिरहेको छु म समीर भाइले अब बल लगेर भीमले बल रोक हो फेरि स्पोन्सर दाइले बल ब्लक गरिसकेको छ होइन गाइज होइन सायद त्यो दाइको नामै स्पोन्सर दाइ हुन्छ होला हाम्रो नामबाट चाहिँ मलाई यस्तो लागिरहेको छ ल फेरि डिमडमजीले बललाई डम हाने नि त यसो हो पो हान्नु पर्ने ल फेरि बल बिचमा आइरहेको देख्न सकिन्छ ल काले भाइले गोल हान्छ कि सङ्गम भाइले गोललाई चाहिँ रोकेर अब अगाडि पास दिने हो ल समीर भाइ ल डिमडमजीलाई फिक्स गोल हान्नुपर्छ ल गोल डिमडमजी हाय ल है ल दिगम समीर भाइ हामीहरूको यो टोली चाहिँ एकतिरको छ है केटाहरूले ल कस्तो खेल्छ हौ दिगमले चाहिँ आजको गेम खासै के गरेको सङ्गम भाइ आज तिम्रो एनर्जी डाउन देखिरहेको छ के हो भाइ अलि मेहनत गर्नु पर्यो होइन यो केटाहरूले गेम हार्यो भने त रमाइलो भएन नि फेरि यतापट्टि यङ यता फेरि अब त्यो अलि उस्तो मान्छे छ नि फेरि पनि गोल भएको अवस्था गोल आज चाहिँ हाम्रो काले भाइलाई मिस फर्स्ट अवार्ड हुनेछ किनभने उहाँले गेम यस्तो दामी खेल्नु भएको छ काले भाइलाई चाहिँ एक चाहिँ के अरे फुटबलको के अवार्ड पाउँछ त्यो त साथीहरू मलाई थाहा भएन म त अब खालि दर्शक मात्र हो हेर्ने मात्र हो होइन ल आज चाहिँ ल उहाँले पनि हान्नुभयो एउटा गोल हान्न सफल भएको छ उहाँ चाहिँ हाम्रो डिङडङ सरले एउटा गोल हान्न सफल हुनुभएको छ खेले बाबत हो ल धन्यवाद छ उहाँलाई ल है ल के खेलेको काले भाइ ल हाने लामाजी कस्तो गोल नदेखिएको
ल डिङडङ सर है 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 ल ल ल ल ल ल ल ल ल मा छन् होइन मेहनत गरिरहेछन् अब यसो 1-2 घन्टा गेम खेल्दाखेरि घरको सबैको कसैको पनि चिन्ता तनावहरू दिमागमा आउँदैन क्या ओन्ली फोकस एउटा बल भकुण्डमा हुन्छ होइन त्यही भएर साथीहरू खेलिरहेछन् हेर्न सकिन्छ अब रमाइलो गर्दै म पनि सँगै भइदिएर हुन्छु नि त प्रायः म खेल्थेँ तर अलिकति मेरो खुट्टामा चोट लगाएर नखेल्ने भन्ने निर्णय गरियो होइन किनभने बिरामी अप्ठ्यारो पर्दा फेरि कोही हुँदैन होइन अब यिनीहरू चाहिँ नर्मल खेल्नुपर्छ भनेर खेलिरहेछन् ल फेरि भाइ समातेर दिगम बाबुको हातमा बल गइसकेको छ होइन सुजनजीले बललाई चाहिँ स्पोन्सर दाइको खुट्टाबाट फेरि भीमले अब कता हान्दैछ नि त है ल स्पोन्सर दाइले चाहिँ बल होइन मान्छे स्पोन्सर दाइ जुन मान्छे यो व्यक्ति छ नि धेरै राम्रो मान्छे छ धेरै राम्रो मान्छे उसको पोस्ट धेरै ठुलो लेभलको मान्छे हो होइन उसलाई कम्पनीले गाडी कार सार सबै दिएछ होइन तर उसले हुन्छ नि होइन हामीसँगहरूसँग गर्ने व्यवहार धेरै राम्रो क्या एकचोटि आफ्नो हल्का केही भयो पनि 10 चोटि माफ माग्ने मान्छे होइन यस्तो मान्छेहरूलाई कस्तो सम्झिनुहुन्छ होइन ल फेरि गोल भएको छ 2 यता छ भने 1 यता छ अब यताका साथीहरू खुसी छन् 2-2वटा गोल भइसकेको छ गाइज म त बिर्सेर त्यो गोल हानेर आएको देखाउनै सकिएन होइन सरी माफी चाहन्छु त्यसको लागि तर स्पोन्सर दाइले बवाल गोल हान्यो त्यसको लागि ल स्पोन्सर दाइले चाहिँ हाने गोल होइन अब बल समीर भाइको खुट्टाबाट फेरि रन्किरहेको छ देख्न सकिन्छ ल स्पोन्सर दाइले बल रोकिसकेको छ दिगमको खुट्टामा गएको छ बल अहिले चाहिँ ल स्पोन्सर दाइले अब गोल हान्ने तयारी गरिरहेको छ स्पोन्सर दाइले होइन देख्न सकिन्छ होइन अब यो बललाई चाहिँ कसले सेभ गर्न सक्छ त है त ल राम्रो प्रयास थियो हल्का मिस भयो ठिक छ स्पोन्सर दाइ अलि एजमा पनि अब त्यस्तै हामीभन्दा अलि एजेटी मान्छे हुनुहुन्छ उहाँ चाहिँ होइन त्यही भएर स्टामिना अलिक कम पनि हुनसक्छ नर्मल चिज हो होइन त्यही भएर अब फेरि लामाजीले बल रोक्नुहुन्छ भन्ने आशा छ है ल हो आशाको निराशा भनेर गाइज होइन अब हेर्न सकिन्छ अब भीम अब स्पोन्सर दाइले बल कतिको हान्छ त होइन म ओ माई गड बच्यो बल चाहिँ बच्यो ल केटाहरूको परिस्थिति अवस्था यस्तै छ गाइज होइन ल सङ्गम भाइको खुट्टामा बल छ सङ्गम भाइले बल चार्ज हान्नुपर्छ ल ल लामाजीले बल खोसेर गोल हान्ने तयारी हुनुहुन्छ तर हल्का मिस भयो ल ल भीमले बल सेभ गर्ने सम्भावना छ है ल ल ल ल सङ्गम भाइले बल खोसेरै हानिदियो ल ओ ल ल भीमले गोल हान्ने सम्भावना देख्छु ल ल ल ल ल ल ल ल ल लामाजीले स्पेसल ल समीर भाइले झुक्काएर बल चाहिँ उता गएको छ लामाजी के हो लामाजी ल सङ्गम भाइले बिचबाट छिराइसकेको छ अब समीर भाइले कहाँसम्म पुगाउँछ त है ल समीर भाइले पास दिएर अगाडि बढेको छ डिमडुमले समीर भाइलाई पास दिनुपर्ने विशेष हुन्छ गोल हान्न पोस्ट चार्ज ल ल ल ल फेरि विपक्षीले बल समातिसकेको छ होइन ल सङ्गम भाइले बल चाहिँ अब बचाउने सम्भावना ल फेरि है ल यहाँ समीर भाइसँग है ल बल आउट भएको छ फाइनल्ली फुटबल खेलेर साथीहरू असिना पसिना भएर होइन
हामी चाहिँ जाँदैछौँ कहाँ हो नि तर क्यामेरा देख्यो नि लास मान्ने भएर म उहाँलाई खोजी हिँडिरहेको हुन्छु लास किन मान्नुहुन्छ लास किन बाबा भन्ने सुन्नु भएको छ कि छैन तपाईँले लगाएछ होइन ल फाइनली सबैजनाले के भइरहेको छ यहाँ ल है ल अब बाँकी भिडियो फेरि नेक्स्ट टाइम हामी भेट्दै गर्दा बनाउँदै गरौँला होइन केही छैन लामाजी पनि भेट्नु भयो आजको राम्रो फुटबल गेमर हो उहाँ चाहिँ होइन अब बाँकी भिडियो चाहिँ बनाउँदै गरौँला हेर्दै गरौँला भन्दै आजको भिडियोलाई चाहिँ यहीँ टुङ्गाउँदै हस्त नमस्कार होइन भिडियोलाई लाइक कमेन्ट सेयर फलो गर्न चाहिँ नबिर्सिकन होइन भन्दै अनि त्यो भाइको चाहिँ जुन एउटा समस्या छ त्यो समस्याको लागि चाहिँ सहयोग साथ हामी अपेक्षामा छौँ है त ल बाई ल गुड नाइट अब चाहिँ हामी भात खान जान्छौँ अब भात खाने सानी अब त्यो देखाउँदै गरौँला भात खाने समय पनि भइसकेको छ ल त ल बाई बाई गर्नु न यार कस्तो यार सोल्टी हो ओहो यार ल बाई बाई है छुट्टी नै मानिराखेन साथीहरू यस्तै हो गाइज ल